डर लाग्यो हामी चाहिँ अहिले सुन्दरी चोल आएको छौँ है ल अब अरू ठाउँहरू जान आँटेको अलिक टाढा टाढा सबै बन्द रहेछ नि आज नवमी भएर हो सुन्दरी चोलको ओपन प्लेस खोला गाउँ चाहिँ कस्तो राम्रो आएको छ नि यति ठुलो खोला त यहाँले फर्स्ट टाइमै देख्न आँटेको क्या हो सुन्दरी चोल एकछिन त्यहाँसम्म गएपछि आउँछ मेन बच्चामा त धेरै आएको केटाहरूसँग अब नेपाल आएर फर्स्ट टाइम होइन पठाउँदा त अर्कै पठाउँछ होला नि यही त कहाँ पठाउँछ यही त कसरी खाने काठमाडौँको नेपालको यो चाहिँ यस्तो छ कि नराम्रो फोहोर चाहिँ जताततै सुन्दरी नै लियान पहिला हाइकिङ आएको थियो कि थिएन हामीसँग अब यसलाई हाइकिङ त के भन्नु होइन तर अब हो नि अब हिँड्नुपर्छ बच्चाहरू हिमालय पनि जान्छ पहिला केटाहरूसँग त्यो कलेजको केटाहरूसँग कि सकाएर आएर खै छ्याङछ्याङ खाएको हो तर म एक्चुअली यस्तो राम्रो हो नि त्यहाँतिर हिँड्नु मिल्ने रहेछ नि त अलिअलि ए मैले भने ठाउँ यहाँ हो कि क्या हो ए यहाँ रहेछ नि त स्विमिङ नगर्ने है आनन्द शीतल ल ल्यान एक राउन्ड गरिदिनु सुन्दरी त नब्याट है त्यो अगाडि हेर्नु हो न यो चाहिँ मात्रै देखियो तर आशिष आनन्द आनन्द छ शीतल है मान्छे आज धेरै चाहिन्छ नि सबै आयो यसरी मात्र भन्यो यसरी बच्चाहरू जस्तै डर लाग्यो डर लाग्यो एकछिन है ल्यान है एकछिन है यहाँबाट उता जानुपर्ने ठाउँै छैन रहेछ यो हो नि त लियान आपा यता हेर आप्पालाई हेर अब लिएन सबै डर लागेर गर्मीमा कम शीतल हुन्छ होला है त त्यहीसम्म धेरै टाढा नजाने एकछिन मात्र बसेर जाने कस्तो मजा यहाँ गराउने मान्छेहरूलाई ल यस्तो सुन्दरी चोलको छेउमा एउटा जोखिम भइहाल्यो ए यो त फ्री हो क्या फ्री यो नै राम्रो बनायो नि त्यो लाओसको भेन्तेन लुवाङ प्रवाङ ए त्यहाँ माथि जान मिल्दो रहेछ त त्यहाँ माथिसम्म मान्छे टन्ने रहेछ त्यहाँ लिएन यो डराउँछ नि कस्तो डर लाग्यो त यहाँ बिस्तारै स्ट्रङ आशिष यहाँ यहाँ रमाइलो भयो आज त्यो सबै कुरा धेरै डरायो क्या नाइ यसले यस्तो फोर्स भएको खोला फर्स्ट टाइमै देखायो नि तर भाइ आज त्यस्तो गर्नु भएन नि ठिक जो
यहाँ आएर राम्रै गरिहाल्ने 맞아. 근데 리아나 강아지는 아직 못 멀리 छ अलि टाढाबाट ए यो ब्रोदर पुच्छरहरूलाई छ भने चाहिँ फ्रेन्डली अलराइट अब यहाँबाट अर्को बाटो यो बाटो गयो भने चाहिँ के कहाँ पुग्छ अरे वाटरफल ले चाहिँ 15 मिनट भन्नुभएको थियो है तर लियानासँग 20 मिनट त लाग्छ बढी लाग्नु पनि सक्छ बिस्तारै लियाना फेरि लियाना लोकल कुराहरू मनपर्छ एकदम है मोबाइल로 차니? अहिले जिम गरेको काम लाग्यो आज 봐봐, 너 사인 짐 짜는 섞이나? 이거 걸어놨어. 리아나, 아빠 힘내라. 아빠. यहाँबाट त मसँग मेरो हुन्छ सजिलो नदेखियो क्या यो यस्तो खाजा कोपसरमा भ्यू राम्रो होला. यहाँ अब हामी एकदम ठुलो वाटरफल पाउँछौँ वाटरफल हेरेर हामी फर्किने है त ओके ए लियानाको पालो यता अब 엄마, 목을 잡아, 목. 목을 यता पालो अब खोइ त झर्ना आइसक्यो भन्दै हुनुहुन्थ्यो अझै छ त यहाँ तर आइसक्यो होला अब त एकदम नजिक छ तर म पहिला आएको थिएँ थिएन कि मै कन्फ्युज भएँ यता आएको थियो होला आउँदैन त झन् नै म पुग्नु मलाई त यहाँ काँधमाथि पुगेर एकदम सजिलो छ तर कस्तो हाइकिङै भयो नि रमाइलो भइदियोस् है कस्तो राम्रो रहेछ यता शीतल बच्चासँग आउनु ठिक्क हो बच्चा अलिकति हिँड्नुपर्छ त्यो दिला सोध्नु पऱ्यो यार यो पारेर त नि के हो ए होइन हाम्रो झरना अझै माथि है झरना एउटा यतै यो कटेर छ हजुर अनि माथि पनि छ माथि कति टाइम लाग्ला माथि लाग्छ 30 मिनट बच्चाहरू देखेको भएछ थ्याङ्क यू ए हस् थ्याङ्क यू राइट धन्दा यहीँ छ अरे यहीँ छ अरे एउटा झरना चाहिँ अर्को झरना हेर्ने भए चाहिँ 25 मिनट अझै हेर्नु नै म पुग्छु ल ओके 알겠습니다. बिस्तारै जाने सरी लिएन 나 바토 껐어, 람라시? बाटो ठिक छ नि 나 물컹가? 물컹? 물컹 जाने बाटो 물컹 보내볼게요. टाउको नाम 타고 나무? 오케이, 아요. 일단 내낀 척. अहिले माथि गएपछि मजाले देखिन्छ होला. लियाना अब हिँडेर जा. लिएर जाने त्यस्तो पुरा एक्सर्साइज भयो. आयो फाइनली फर्स्ट वाटरफल आइपुग्यो हामी धेरै अग्लो है धेरै अग्लो धेरै राम्रो 아니 아실 몬순 썩게로 올라 타코에 많이 내려 올라요. मनसुन लाइक पानी परेको दिन झन् कति होला but it's good 안녕. यहाँ मान्छेहरू अब आउने भिड बढ्दै छ यहाँ तर आज भोलिको प्रब्लम चाहिँ के भन्दाखेरि यो टाइममा पानी पर्छ कि फेरि अब हिँडिहाल्नु ल नाइ त्यसरी 내가 좀 늘어. ठिक छ 괜찮아. हजुर ए म त के भन्नुभएछ भनेको ए त्यो मेरो हो नि के भन्नु भयो लियाना? ह्याप्पी दसैँ भने क्या लिएन अब यो ओह्रालो हो यहाँबाट भर्याङबाट ओह्रालो छ अब हाम्रो नेक्स्ट टार्गेट भनेको चाहिँ लियानासँग ट्रेकिङ जाने 2-3 दिनको कति पानी भयो भने गरौँ होला. गर्छ
बेलुका मजाले मसाज चाहिँ गरिदिनुपर्छ किनभने यो उमेरमा त एकदम खुट्टा दुख्छ नि हो कि होइन ल्याएर राति खुट्टा दुख्छ नि हो कि होइन ए अब इन्ट्रिगेट आयो हामी तर बिस्तारै यसरी लिभ्स टिप्ने अझै अब्जर्भ गर्ने नेचर यसरी हेरेर म पचाउनु मनपर्छ नि मनपर्छ नि ओके हामी इन्ट्रेस्टमा आएको छौँ राइट बाटोमा चाहिँ बाख्राहरू तर बाख्रा त अर्को बाटो पो गयो देन डर लाग्यो डर लाग्यो 엄마손 잡으면 괜찮아. देन आप्पासँग आउन आप्पासँग 얘는 엄마가 들어줄게. बाख्राबाट चाहिँ के हजुरआमाले बचाउने सोचेको छ यहाँ मम्मी ठिक छ ब्याग चाहिँ दिनु ठिक छ साँच्चै हो गाह्रो छ नि मलाई दिनु कहाँ यो हुँदैन यो कहाँ म बोक्छु यसरी गयो नि हुन्छ नि ल्यान बाख्रा 리아나 베이비야 베이비. नमस्ते आज लियाना हिरोनी भएको दिन रहेको छ आज चाहिँ टिकाको दिन रहेको छ आज 메인 하실. आज मेन हो 띠까 퍼플 버티 요 남게 빌시 하실. जमरा 저머라 जमरा 저머라 언니 리아나. आज फुलपाती होइन कस्तो राम्रो आज के हो रे ल्याएर आज दसैँ यो कोरियन भन्दा पनि बढी नेपाली भइसक्यो अब के भने नेपालमा भइसक्यो हुनै पऱ्यो होइन आज दसैँको दिन ओके पहिला चाहिँ त्यसरी घरको बाहिर पूजा गर्नुपर्छ ठिकै छ नै हाम्रो यो थर्ड दसैँ हो हामी किनभने पहिला दसैँको बेलामा आएको थियो दसैँको बेलामा आएको थियो तर योपालि दसैँ चाँडो भयो पहिला अक्टोबरमा आएको थियो हामी के रे ल्यान लभ बनाएको रे ल्यान 리아나 아마 부와 किन माया गर्छ? आमा बुवा किन माया गर्ने नबु खिपुनी छोआ छ एकदम मुड राम्रो हुने बेलामा हजुर ओके माया गरेपछि खुसी हुन्छ 기분이 좋대. alright so सानिया अब दसैँको टिकाको दिन मैले त त्यही हो नेपाल आएपछि धेरै लाग्यो त्योभन्दा अगाडि त दसैँमा एकचोटि आएको थिएँ कि 8 वर्षमा पहिला एकचोटि आएको थियो. हो पहिला दसैँमा एकचोटि त आएको थिएँ होइन पहिला 8 वर्षमा एकचोटि आएको थिएँ 한주 हुने बेलामा ओ हान्जु हुने बेलामा नाइको भाइ हुने बेलामा चाहिँ आएको थिएँ म होइन दसैँ आयो कहाँबाट ल्याउला चोरी ल्याउला कमेडी त यो खाप्छे किन्छ त्यो 리아나 못 그라겨. भोक लाग्यो अब टिका लगाएर तर यसले बिहान त के खायो होला नि अहिले त खायो तर 6:30 बजे खाएको. वा ल्यान नि दसैँ ल्यान नि यहाँ बच्चाहरूको साडी हुन्छ कि हुन्न ए साडी त गाह्रै हुन्छ होला दसैँ आयो कहाँबाट थुक्क बुढी त छुट्टै बसौँला के चोरी ल्याउने के खाने चोर्नु भन्दा छुट्टै बसौँ के ल्याउने सेलरोटी 셀러디 기초코 बानाना 바나나. छोरी मात्रै छेउबाट अलिक मिठो हुन्थ्यो सानो 아야야야. भगवान्का प्रसाद विशेष सही आओस् शरीरमा रोग भेट केही नलागोस् हल्का बालको भातलाई सबैको गर्ने मान्ने हुनु नहुँदा केस नहुँदा यो चाहिँ ल यो चाहिँ हो
아마마마 끝이나 뭐. पर्दैन त्यहीबाट गरेको हुन्छ पछि दिनु न अब बिस्तार राख्नु मेरो पालो भयो मेरो पालो तिम्रो पालो होइन नि मम्मीको पालो तिमी सबभन्दा मम्मी एउटा मान्छे होइन अब सँगै बस्नु नि सँगै बस्नु यहाँ एकछिन न सधैँ हाँसी खुसी बस्नु तैँले पनि लगाइदिन ए ल पहिला लिएर लगाइदिनु त पहिला ल्याउनुलाई मेरो छोरी ज्ञानी हुनु धेरै पढ्नु है धेरै बुद्धिमानी हुनु नाइले म लगाइदिन्छु नमस्ते दाजु नमस्ते दाजु स्याबास ल है त सधैँभरि यसरी नै माया राख्नु है नेपालमा धेरै दुःख छ तर दुःख नमान्नु यस्तै हो जिन्दगी भनेको बिहान पनि टिकटिक के लगाइदियो नि पहिला मम्मीले पनि माया लगाइदिनु गर्छ मम्मीले पनि लगाइदिनु नाइले लगाइदिनु Good girl, good girl. 미안아 건강하게 잘 지내자 미안아 ल्याउन हामी भिडियोमा यस्तो गरौँ भिडियोमा टिका लाउनु भनेको ठुलो मान्छेले सानो मान्छेले लगाइदिन्छ दसैँमा अनि यो भनेको चाहिँ ठुलो मान्छेले सानो मान्छेले आशीर्वाद दिएको अरे कि लाइक ब्लेसिङ सधैँ राम्रो होस् यताउता भनेर सो नेपालमा चाहिँ जे गर्दा पनि टिका यो टिका लाउने त नेपालमा मात्र होला इन्डियामा पनि लाउनु इन्डिया पनि लाउँछ ए लाउँछ ए लाउँछ ओके ओके ए स्पेसली नेपालमा धेरै लाउँछ सो भाइ कस्तो भयो त यो पालिको दसैँ राम्रो भयो नि? 리아는 리액션 뻔히 람노 कस्तो मानेको के अरू अघिदेखि चोरी ल्याउला भनेर तर यो लुगा साडी लगाएर पनि झन् त्यो पिर आउँछ त्यही त अब जान्छ होला अब चाहिँ के अरे ड्रेस चेन्ज गर्ने होला नि तपाईँ यो लगाएर के गर्छ अलिक गाह्रो छ है फेरि होइन तपाईँ कस्तो भयो त्यो पालिको दसैँ नेपाली दसैँ खुसी पनि भएको छ दुखी चाहिँ अब कान्छो छोरो बाहिर गएको छ होइन के कान्छो छोरोले त्यहाँ रमाइलो यस्तो छ अरे रुइहाल्यो फेरि नरुनु यो फर्स्ट टाइमै होला भाइसँग नम्बर आएको तपाईँले ठिकै छ यस्तो त उता त्यो मोज गरेर होला त्यहाँ दिदी भिनाजुहरूसँग अघि लियानले आकाश बाबु किन नआउनु भएको भन्छ आकाश बाबा बाहिर गएको छ नि ल्याएर 할머니가 아카스 바바 구야나요 래 빨리 마야해 좀 할머니 ल्यान माया गरिदियो ल्यान हालमिनीलाई माया गरिदियो छिटो माया गरिदियो माया गर ल त्यो अहिले अब कान्छो छोरा छैन कान्छो नातिलाई के गर्नु त त्यो जेठो नातिलाई यसलाई लगाइदिनुपर्छ क्या हो है के छ बिचा तिहारमा अहिले लगाइदिनु हल्का लगाइदिनु भूमिनको दसैँ थाहा चाहिँ क्या राम्रो छ 리아나 일로 와봐 아이스 카메라 पर्साइतिर एकछिन ह्याप्पी त छ हेर थोरै लगाइदिनु थोरै ब्रो फेरि हाम्रो आज यी दसैँ आयो होला भोक लगाएर खाप्से खाँदैछ यहाँ पहिला खाना रियालिटी चाहिँ हो है फेरि रियालिटी ल्यान हामी खाना खाएर दिदीकोमा जाने हो कि ल्यान खाना खाना जाउँ आप्पाले खुवाइदिन्छु त आउ छिटो जाउला के छ त्यहाँ खाना ए मासु भात रहेछ खसीको मासु भात रहेछ नि त यहाँ दसैँमा के खान्छ खान्छ दसैँमा खाप्से पनि खान्छ मासु भात पनि खान्छ है 마스 카네요 리아나 होइन कि आफै खाने जब से आयो
딱 또? पपकर्न खाने अरे दसैँ है पपकर्न खाने अरे